म त बुहारी मान्छे हो, मलाई त डर लाग्छ डकस लाग्छ भनेर बस्ने भएन है दिदीबहिनीहरू। यसरी मासु भएपछि तानेर खानुपर्छ। लास्टमा फेरि खाना बनायो पछि त तँलाई त मासु पुगेन भन्ने खालको मान्छे हुन्छन् कि यहाँ। सो हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो अर्को मिनी भ्लगमा। साथीहरू सबैहरू सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै छु। आज चाहिँ साथीहरू म चाहिँ खाना बनाउन जान लागेको छु। मेरो छोरी हेर्न कस्तो मजाले खेलेछ। मैले चाहिँ एकैछिन आँखा झिमेको गर्नु न मेरो छोरीले यस्तो बोर्डमा हात हाल्छ कि दिदीबहिनीहरू। गाह्रो छ, गाह्रो के गर्नु। अब चाहिँ दिदीबहिनीहरू म के गर्छु भन्दाखेरि म चाहिँ काट्छु मासु। म चाहिँ दिदीबहिनीहरू सबै काममा पर्फेक्टै छु कि। म चाहिँ यसरी मासु काटेर मैले मेरो बुढालाई पालिदिन सक्छु कि। किनभने यहाँ छोरा मान्छेले तैँले के गर्न सक्छस्, तैँले के गर्छस् र आजभोलि दिदीबहिनीहरू छोरी मान्छेले नगरेको चिज केही पनि छैन कि। गरौँ भने हामी छोरी मान्छेले जे पनि सक्छौँ कि। सो त्यही भएर म चाहिँ के भन्छु भने छोरा मान्छेले कहिले पनि धाक नदेऊ कि तिमीहरूले केही पनि गर्न सक्दैनौ भनेर। सो साथीहरू मैले किनभने चाहिँ जहिले पनि घरको काम देखाउँछे भनेर वाक्क दिक्क नआउनु होला। के गर्नु दिदीबहिनीहरू, काम भन्ने कुरा केही पनि हुँदैन। घरमा खाना बनायो, घरमा बस्यो, कपडा धोयो, के छ त है बुहारी मान्छेको कामै यही हो क्या दिदीबहिनीहरू। एउटा बानी चाहिँ एकदमै नराम्रो के, मिनी ब्लग चाहिँ बनाउन राम्रो मान्ने, अनि भिडियो पनि बनाउने, भिडियो एडिट गर्न चाहिँ राम्रो नमान्ने के। किनभने थाहा छ लाइक भ्युज आउँदैन नि त, त्यही भएर बनाउनु छ्याउ लाग्छ। सो दिदीबहिनीहरू अस्ति चाहिँ मैले यो आँप कचार हालेको थिएँ, यस्तो मिठो भएको छ नि। मैले 3-4 डब्बा खाएरै सकाइसकेँ कि। यो पनि मैले फेरि बनाएको थिएँ डल्ले खुर्सानी हालेर। यस्तो दामी ट्वाक्क भएको छ नि। तपाईँले मेरो रियाक्सन देखेरै थाहा पाउनु भइसक्यो होला। मैले चाहिँ यसमा डल्ले खुर्सानी मिसाएर हालेको छु। मलाई चाहिँ डल्ले खुर्सानी एकदमै धेरै मनपर्छ, पिरो पनि मनपर्छ। अनि क्या दिदीबहिनीहरू मैले त मासु बनाउन लाग्यो, मसला कुट्न बिर्सेछु। भान्जीलाई कुट्न पठाएर अनि यो मासुलाई चाहिने मरमसला हालेर, बेसार हालेर, फेरि भुटेर मासु हालेर, मासुलाई फेरि पनि भुटेर अनि मैले लगाइदिन्छु सिटी। 5 सिटी लगाइसकेपछि दिदीबहिनीहरू मेरो मासु पनि रेडी हुन्छ। त्यसपछि दिदीबहिनीहरू मैले चाहिँ मासु अलिकति चाखेपछि अनि खाना खान थालेँ। यस्तो दुःख गरेर बनाएको खाना त अनि खानु परिहाल्यो। मेरो भिडियो चाहिँ यतिसम्म हो। सबैजनाले माया गरिदिनु होला। बाई गाइज, लभ यु अल।